आजको गहिरो अध्ययनमा सबैलाई स्वागत छ। आज हामी एउटा यस्तो स्रोत खोज्दैछौँ नि जसले सायद जीवन, सफलता र सन्तुष्टिलाई हेर्ने हाम्रो पुरै दृष्टिकोण नै बदल्न सक्छ। पक्कै पनि आजको विषय निकै रोचक छ। हो नि, हाम्रो आजको स्रोत सामग्री भनेको अष्टावक्र गीताको निकै पुरानो र गहिरो दार्शनिक पाठ हो र त्यसमाथि आचार्य प्रशान्तले गर्नुभएको विस्तृत व्याख्यामा यो आधारित छ। सुन्दा अलि गम्भीर वा पुरानो जमानाको जस्तो लाग्न सक्छ है। हजुर, तर यसले हाम्रो दैनिक जीवनका तनाव, अफिसको दौडधुप र कहिले नसकिने इच्छाहरूको जरा नै छिमल्ने प्रयास गर्छ नि। एकदम। आजको यो हाम्रो मिसन भनौँ न, यो छलफलको मुख्य उद्देश्य भनेको एउटा निकै शक्तिशाली विचारको चोरो कुरो खोल्नु हो। त्यो विचार हो जसले बन्धन दिन्छ, त्यसले मुक्ति दिँदैन। भौतिक संसारबाट आध्यात्मिक सन्तुष्टि किन मिल्न सक्दैन भन्ने कुरा यस अध्ययनले प्रश्न पार्नेछ। ल, यसलाई केलाएर हेरौँ न त। यो विषय जति दार्शनिक सुनिन्छ नि, व्यवहारमा त्यति नै हाम्रो हरेक दिनको भोगाइसँग जोडिएको छ क्या। मानिस बिहान उठेदेखि राति नसुतुन्जेल केही न केही खोजिरहेकै हुन्छ। कहिले शान्ति, कहिले खुसी। हो, कहिले सुरक्षा त कहिले अरूबाट पाइने प्रशंसा। तर त्यो खोजी कहाँ भइरहेको छ र कुन साधन प्रयोग भइरहेको छ भन्ने कुराले चाहिँ सबभन्दा ठूलो फरक पार्छ। आज हामीले यही भ्रमको पर्दा उघार्ने प्रयास गर्नेछौँ। हजुर। यो बुझाइले मानिसलाई अनावश्यक चिन्ता र भारीबाट मुक्त हुन कसरी मद्दत गर्छ भन्ने कुरालाई फराकिलो परिप्रेक्ष्यमा राखेर हेर्नु आवश्यक छ जस्तो लाग्छ मलाई। सही कुरा। यो खोजीको कुरा गर्दा नि स्रोत सामग्रीमा एउटा निकै चाखलाग्दो विरोधाभासबाट कुरा सुरु गरिएको छ नि त। अष्टावक्र गीताको एउटा श्लोकलाई लिएर त्यसमाथि विमर्श गरिएको छ नि। त्यो श्लोक। हजुर, श्लोकमा भनिएको छ नि, आत्मालाई अविनाशी र अद्वैत भनेर तत्त्वतः जानिसकेपछि पनि एउटा ज्ञानी र धैर्यवान पुरुषलाई अर्थ वा लाभ कमाउने इच्छा किन हुन्छ? अब यहाँनिर मलाई सबैभन्दा खड्किएको कुरा के हो भने नि, हामी सामान्यतया अर्थ भन्नाले पैसा, ब्याङ्क ब्यालेन्स वा घर जग्गा भनेर बुझ्छौँ। पैसा बिना त यो भौतिक संसारमा बाँच्न त गाह्रो छ नि त। हो नि। त्यसो भए के ज्ञान पाएपछि मानिसलाई भोक लाग्दैन वा उसलाई घर भाडा तिर्नु पर्दैन? यो अर्थ भन्ने शब्दले यहाँ खासमा के कुरालाई इङ्गित गर्न खोजेको हो जस्तो लाग्छ? यहाँनिर नै हामीले कुरालाई अलि सूक्ष्म रूपमा बुझ्नुपर्छ। स्रोतमा अद्वैत वेदान्तको सन्दर्भ आएको छ। यसलाई सरल भाषामा भन्दाखेरि यो यस्तो दर्शन हो जसले मानिसको वास्तविक स्वरूप र अन्तिम सत्य दुई अलग कुरा होइनन्, ती एकै हुन् भन्छ। हजुर। अर्थात् भित्रबाट मानिस आफैमा पूर्ण छ। अब अर्थको कुरा गरौँ न। यहाँ अर्थ शब्दलाई केवल रुपैयाँ पैसासँग मात्र जोडेर हेर्यो भने यसको गहिराई बुझ्न सकिँदैन क्या। भनेपछि यो अलि फराकिलो अर्थमा प्रयोग भएको छ। एकदम। आचार्य प्रशान्तको व्याख्या अनुसार नि, यहाँ अर्थ भनेको संसारबाट खोजिने कुनै पनि प्रकारको पूर्ति, मनोवैज्ञानिक लाभ वा भित्री खालीपन भर्ने प्रयास हो। मतलब यो समाजले दिने मान सम्मान पनि हुन सक्छ। हो त नि। अफिसको ठूलो पद हुन सक्छ, भविष्यको सुरक्षाप्रतिको आशा हुन सक्छ, वा अरू कसैबाट पाइने प्रेम र स्वीकृति पनि हुन सक्छ। जब अद्वैत वेदान्तले आत्मा आफैमा पूर्ण छ, कहिल्यै नष्ट हुँदैन र त्यो बाहेक अर्को कुनै सत्य छैन भन्छ नि, तब एउटा गम्भीर प्रश्न उठ्छ। कस्तो प्रश्न? जब कोही व्यक्तिले यो कुरा साँचो अर्थमा बुझ्छ कि म आफैमा पूर्ण छु, तब उसले यो अपूर्ण संसारबाट केही थप कुरा पाएर आफूलाई पूर्ण बनाउँछु भन्ने आशा कसरी राख्न सक्छ त? पूर्णतामा त केही थप्न वा घटाउन मिल्दैन नि त। सुन्दा त निकै तार्किक लाग्छ, तर जब हामीलाई भोक लाग्छ वा बिल तिर्नु पर्ने हुन्छ नि, तब यो संसारलाई र यसका आवश्यकतालाई व्यवस्था गर्न त सकिँदैन होला नि। त्यो त हो। स्रोतमा त जगत अर्थात् संसारलाई हेर्ने अद्वैत वेदान्तको दृष्टिकोण निकै फरक ढङ्गले प्रस्तुत गरिएको छ नि त। संसारलाई मिथ्या, छाया अनि त्यो प्रतिध्वनि वा ऐनाको प्रतिबिम्ब मात्र भनिएको छ। हामीले पाइतालालाई टेकेको जमिन, फेर्ने सास, यी सबैलाई प्रतिबिम्ब मात्र कसरी मान्ने त? यहाँ मिथ्या शब्दको अर्थ नि, संसार छँदै छैन, यो पुरै शून्य हो वा हावा हो भन्न खोजेको पटक्कै होइन। हो र? यसको अर्थ हो संसारको स्वतन्त्र र स्थायी अस्तित्व छैन। जसरी पानीमा देखिएको चन्द्रमाको प्रतिबिम्ब सत्य होइन नि, त्यो केवल आकाशमा भएको चन्द्रमाको छाया मात्र हो। हजुर।
पानीको छालसँगै त्यो प्रतिबिम्ब हल्लिन्छ, धमिलो हुन्छ, कहिलेकाहीँ त धेरैवटा चन्द्रमा जस्तो पनि देखिन्छ नि त। तर के त्यो प्रतिबिम्बबाट वास्तविक चन्द्रमाको शीतलता वा उज्यालो पाउन सकिन्छ त? सकिँदैन नि। सकिँदैन। संसारलाई पनि त्यसरी नै हेर्न सुझाइएको छ क्या। यदि कसैले ऐनाभित्र देखिएको स्याउ खान खोज्छ भने त्यो कति निरर्थक प्रयास होला। त्यो त सम्भवै छैन नि। हो नि, मानिसले यो भौतिक संसारबाट आफ्नो आत्माको भोक मेटाउन खोज्नु पनि ठ्याक्कै त्यस्तै हो। जगतबाट कुनै तात्विक वा आध्यात्मिक लाभ पाइएला भन्ने आशा राख्नु नै दुःखको मूल कारण हो भनेर स्रोतले प्रस्ट्याएको छ। हेना बस स्याउ खान खोज्नु जस्तै हो भन्ने कुराले त यसलाई बुझ्न धेरै सजिलो बनायो। हामी त एना पुछेर पेट भर्ने प्रयास पो गरिरहेका रहेछौँ। एकदम सही भन्नुभयो। अब स्रोतमा दिएको एउटा निकै रोचक दृष्टान्ततर्फ लागौँ, जसले यो संसारबाट सन्तुष्टि खोज्ने हाम्रो बानीलाई झनै गहिरो रूपमा प्रहार गर्छ। त्यहाँ होलीको ट्याङ्कीको एउटा प्रसङ्ग छ नि। त्यो दृष्टान्त त निकै गहिरो छ। मानव कोही व्यक्ति भाङको नसामा लट्ठ छ, ऊ पुरै बेहोसीको अवस्थामा छ। त्यही बेला उसलाई होली खेल्ने गाढा रङ भरिएको पानीको ट्याङ्कीमा फालिन्छ अनि ऊ त्यहीँ लडीबुडी गर्छ। जब बिस्तारै उसको नसा उत्रिन थाल्छ र अलिअलि होस आउँछ नि, उसले आफूलाई हेर्छ। ऊ त पुरै रङ्गीन भएको हुन्छ, लुगा मात्र होइन, छाला छालामा रातो, नीलो, हरियो रङ पसेको हुन्छ। हजुर। अब ऊ आत्तिन्छ। उसलाई त्यो रङ मन परेको छैन र आफूलाई सफा गर्न चाहन्छ नि त। तर यहाँनिर सबैभन्दा अचम्मको कुरा हुन्छ, ऊ आफूलाई सफा गर्न त्यही ट्याङ्कीको रङ्गीन पानी प्रयोग गर्न थाल्छ। हो त नि। होस अझै पूर्ण रूपमा आइसकेको हुँदैन, त्यसैले उसले बाहिर निस्केर अरू सफा पानी खोज्ने सोच्नै सक्दैन। उसलाई लाग्छ, मलाई यही पानीले पखालेर सफा गर्नुपर्छ। यो त मानिसको विडम्बनापूर्ण अवस्थाको निकै सटिक चित्रण जस्तो देखिन्छ नि। साँच्चै नै यो दृष्टान्त नै मानिसको वर्तमान अवस्थालाई दुरुस्तै ऐना देखाउँछ क्या। यसको गहिरो अर्थ के हो भने नि, जुन ट्याङ्कीको पानीले मानिसलाई फोहोर गर्यो, त्यही पानीले कसरी सफा गर्न सक्छ त? सक्दै सक्दैन। अद्वैत वेदान्तले यसलाई सिधै हाम्रो आधुनिक जीवनशैलीसँग जोड्छ। यो संसार नै त्यो होलीको ट्याङ्की हो जहाँ मानिस अज्ञानताको नशामा चुर्लुम्ब डुबेको छ। हजुर। यो संसारले नै मानिसलाई विभिन्न बन्धन, आसक्ति, महत्वाकांक्षा र इच्छाहरूको रङ दलेर फोहोर बनाएको छ। अनि मानिस के गरिरहेको छ त? उसले त्यही संसारबाट शुद्धिको, शान्तिको र मुक्तिको आशा गरिरहेको छ। वाह! यसलाई आजको परिप्रेक्ष्यमा हेरौँ न। मानिस कर्पोरेट जागिरको तनावले गलेर थकित हुन्छ। अनि त्यो तनाव कम गर्न ऊ महँगो छुट्टी मनाउन जान्छ वा नयाँ ग्याजेट किन्छ। अनि त्यसको पैसा तिर्न फेरि? हो, त्यो छुट्टी वा ग्याजेटको खर्च जुटाउन उसले फेरि त्यही तनावपूर्ण जागिरमा अझ धेरै खट्नुपर्छ। रोगको कारण जे हो त्यसैलाई औषधिको रूपमा प्रयोग गर्दा बिरामी झन थला पर्छ नि। संसारले हामीलाई सर्वप्रथमतः मैलो बनाएको छ भने अब त्यही संसारका वस्तुहरूले हामीलाई कसरी सफा गर्न सक्छन् त? जसले बन्धन दिन्छ उसले कहिल्यै मुक्ति दिन सक्दैन भन्ने यो पूरै अध्ययनको सबैभन्दा बलियो सन्देश नै यही हो जस्तो लाग्छ। यो त साँच्चै नै विचारणीय कुरा हो। हामी दिनभरि त्यही संसारको पछि कुद्छौँ जसले हामीलाई थकाएको छ अनि फेरि त्यही संसारबाट आरामको आश गर्छौँ। यो त एउटा कहिले नसकिने दुश्चक्र जस्तो पो देखियो त। एकदम। तर यहाँनिर एउटा प्रश्न उठ्छ नि, हामीलाई तनाव दिने यो बाहिरी संसार मात्रै हो त? हाम्रा आफ्ना विचार र दृष्टिकोणको भूमिका चाहिँ कति हुन्छ नि? राम्रो प्रश्न। स्रोतमा हाम्रा दैनिक भ्रमहरूलाई बुझाउन अरू दुईवटा एकदमै व्यावहारिक उदाहरणहरू पनि दिएका छन् नि त, जसले यो कुरालाई अझ प्रष्ट पार्छन्। पहिलो उदाहरण छ बस बिसौनीको। हजुर, त्यो बस पार्कको कुरा। मानव कोही व्यक्ति बस पार्कमा आफ्नो बस रोकेर अलि पर चाट पकौडा खाँदैछ। त्यहाँ राज्य यातायातका एउटै रङ र एउटै मोडेलका 5वटा बसहरू लहरै रोकिएका छन्। अचानक एउटा बस हिँड्छ। त्यो व्यक्ति आत्तिन्छ, आफ्नो खाजा त्यहीँ छोड्छ, झोला छोड्छ र मेरो बस छुट्यो भन्दै त्यो बसको पछि कुद्न थाल्छ। तर वास्तवमा उसको बस त त्यहाँ रोकिएकै हुन्छ नि। हो त नि। अनि अर्को उदाहरण छ छिमेकीको घरमा आगो लागेको। अर्कैको घरमा आगो लाग्दा टाढाबाट हेरेर ओहो मेरो घर जल्यो भनेर रुनेर छाती पिट्ने अवस्था। यो उदाहरण सुन्दा त लाग्छ हामी नभएको दुःख आफैले बोकेर हिँडिरहेका छौँ। यो त अर्कैको बस छुट्दा वा अर्कैलाई घाटा लाग्दा आफू दौडिए जस्तो भयो नि, होइन र? यी उदाहरणहरूले नि अद्वैत वेदान्तको एउटा अत्यन्तै महत्त्वपूर्ण सिद्धान्तलाई प्रष्ट पार्छन्। त्यो हो प्रकृतिको खेल र कर्ता भावको भ्रम। कर्ता भावको भ्रम। हजुर,
अष्टावक्रले के भन्नुहुन्छ भने प्रकृतिले प्रकृतिसँगै खेल खेलिरहेको छ, मानिसको वास्तविक स्वरूप अर्थात् चेतना कहिल्यै फोहोर भएकै छैन, उसले कहिले केही गुमाएकै छैन, यो केवल नजरको धोका वा भ्रम मात्र हो क्या। घटना प्रकृतिमा घटिरहेको छ, तर अज्ञानताका कारण मानिसले त्यसलाई आफ्नो मान्छ र दुःख पाउँछ। बस अर्कैको हिँडेको थियो तर उसले मेरो भनेर दौडियो। यसलाई त आजको त्यो फियर अफ मिसिङ आउटसँग पनि तुलना गर्न सकिन्छ नि। फोमोसँग हो नि, अरू कसैले प्रगति गर्दा वा अरू कोही अगाडि बढ्दा मानिस आफ्नो शान्ति छोडेर त्यसको पछि कुद्न थाल्छ, जबकि उसको आफ्नो ठाउँ सुरक्षित नै हुन्छ। आगो अर्कैको घरमा लागेको थियो तर उसले मेरो घर भनेर आँसु बगायो। हजुर। ठिक त्यसै गरी नि शरीर प्रकृति हो, विचार प्रकृति हुन्, भावनाहरू प्रकृति हुन्, यी सबैमा परिवर्तन आइरहन्छ, तर भित्रको आत्मा वा चेतना सधैँ अछुतो र शुद्ध छ। जब मानिसले प्रकृतिका घटनाहरूलाई मेरो भनेर टाँस्छ नि, तब ऊ दुःखको भुमरीमा फस्छ क्या। भनेपछि गल्ती बाहिर होइन, नभएको कुरालाई मेरो मान्ने हाम्रो आफ्नै बुझाइमा पुरै छ। एकदम सही। यही सन्दर्भमा स्रोतमा श्रीमद् भगवत गीतामा श्रीकृष्णले भनेको एउटा निकै सटिक कुरा पनि उद्धृत गरिएको छ नि। श्रीकृष्ण भन्नुहुन्छ, मभन्दा ठूलो अकर्ता को छ? म केही गर्दिन, तर मेरो उपस्थितिले मात्रै संसारको सारा कारोबार चल्छ। यहाँ अकर्ता हुनुको कुरा आएको छ, तर यदि मानिसले केही गर्दै गर्दैन भने संसारका यति धेरै कामहरू कसरी हुन्छन् त? सुन्दा त यो अल्छी बन्ने बहाना जस्तो पनि लाग्न सक्छ नि त सुन्ने साथीहरूलाई। यो दर्शनको सबैभन्दा सुन्दर र कहिलेकाहीँ गलत बुझिने पाटो पनि यही नै हो। कर्ता भाव भनेको मैले गरिरहेको छु भन्ने अहङ्कार हो क्या। जब मानिसले झुटा रूपमा आफूलाई कर्ता मान्छ, तब उसले दुःख पाउँछ। हजुर। उसले रगत पसिना बगाउँछ, तनाव लिन्छ, अनि मैले गर्दा यस्तो भयो वा मैले नगर्दा बिग्रियो भनेर रात दिन पिरो लिन्छ। तर श्रीकृष्णले के सिकाउनुहुन्छ भने नि, वास्तविक महानता केही नगर्नुमा अर्थात् भित्रबाट पूर्ण रूपमा शान्त र अकर्ता भावमा रहनुमा छ। यसको अर्थ हातखुट्टा बाँधेर बस्नु भनेको पक्कै होइन। जसरी सूर्यले म प्रकाश दिन्छु भनेर घमण्ड गर्दैन वा कुनै प्रयास गर्दैन नि, उसको उपस्थिति मात्रले पृथ्वीमा जीवन चल्छ, बिरुवा हुर्कन्छन्, त्यसरी नै सत्य वा चेतनाको उपस्थिति मात्रले प्रकृतिका सबै कार्यहरू आफै भइरहेका छन्। आफै भइरहेका छन्। हो, शरीरले आफ्नो काम गरिरहेको हुन्छ, तर भित्रबाट मैले गरे भन्ने बोझ हुँदैन। जब मानिसले यो कुरा बुझ्छ र आफूलाई कर्ता मान्न छोड्छ, तब मात्र उसले साँचो विश्राम पाउँछ नि। त्यसो भए यो भौतिक संसारको काम नै के त? यदि संसार मिथ्या हो, यसबाट आध्यात्मिक वा भित्री सन्तुष्टि पाउनु नै छैन र कर्ता भाव पनि राख्नु हुँदैन भने के यो सबै अर्थहीन छ त? के मानिसले सबथोक छोडेर जङ्गल पस्नुपर्ने हो त? भौतिक संसारको कुनै उपयोगिता नै छैन त? जङ्गल पस्नुपर्छ वा सबथोक छोड्नुपर्छ भनिएको पटक्कै होइन नि। यसलाई निकै सूक्ष्म रूपमा बुझ्नुपर्छ हामीले। प्रकृतिको शरीर अर्थात् यो मानव शरीरलाई प्रकृतिकै कुराहरू चाहिन्छ क्या। हजुर। शरीरलाई भोक लाग्दा अन्न चाहिन्छ, जाडो हुँदा कपडा चाहिन्छ। प्रकृतिको रुखबाट फलेको स्याउ प्रकृतिको शरीरले माग्छ, यो एकदमै स्वाभाविक नियम हो नि। शरीरले हावापानी खाना माग्नुमा कुनै खराबी छैन। तर गल्ती कहाँनिर हुन्छ भने नि, जब मानिस यो भौतिक संसारसँग आत्मा माग्छ। जब कसैले कार किन्दा त्यसमा शान्ति खोज्छ वा नयाँ घर बनाउँदा त्यसमा पूर्णता खोज्छ, संसारले भौतिक वस्तु दिन सक्छ तर आत्मा दिन सक्दैन नि त। एकदम सही कुरा। यो एउटा निरन्तर चलिरहने भवचक्र हो। माटोबाट रुख बन्छ, फूल फुल्छ, अन्न बन्छ, मानिसले खान्छ, अनि अन्त्यमा मानिस फेरि माटोमा मिल्छ। यो प्रकृतिको चक्र आफ्नै ठाउँमा ठिक छ। तर यो चक्रभित्र आत्मा खोज्न हिँड्नु भनेको त मर्न पाम्या जस्तै हो क्या। हजुर। संसारसँग संसारकै कुरा माग्नु ठिक छ, तर संसारसँग शाश्वत शान्ति माग्नु चाहिँ गल्ती हो। कुरा एकदमै गहिरो ठाउँमा पुग्यो। भौतिक आवश्यकता र मनोवैज्ञानिक आवश्यकता बीचको पर्खाल नै यही नै रहेछ नि। तर स्रोतको अन्तिम भागमा एउटा अर्को निकै महत्त्वपूर्ण अवधारणा छ जसले यो सबै कुरालाई जोड्छ। कुन चाहिँ? सत्यको आवरण। यदि संसारले सत्य दिँदैन भने सत्यलाई चिन्ने कसरी त? यो निकै गहन निष्कर्ष हो। संसारको काम सत्यलाई चिनाउनु होइन क्या। यसलाई यसरी बुझौँ न,
जसरी कालो चस्मा लगाउँदा संसार अँध्यारो देखिन्छ अनि चस्मा फुकालेपछि मात्र उज्यालो वा सत्य देखिन्छ नि, हजुर। संसारले उज्यालो दिने होइन, मात्र त्यो कालो चस्मा जसलाई यहाँ आवरण भनिएको छ त्यसलाई हटाउन मद्दत गर्ने हो। संसार सत्यको उल्टो होइन, बरु सत्यलाई ढाक्ने पर्दा पो हो त। ए पर्दा हो नि, जब मानिसले यो संसारलाई, आफ्ना आशाहरूलाई र आफ्ना दुःखहरूलाई एकदमै ध्यान दिएर इमान्दारीका साथ हेर्छ नि, तब उसलाई थाहा हुन्छ कि गल्ती कहाँ भइरहेको छ। संसारले सत्य के हो भनेर सिधै देखाउँदैन, तर सत्य के होइन भन्ने कुरा चाहिँ स्पष्ट पारिदिन्छ क्या। जब मानिसले संसारका सीमितताहरू बुझ्छ, जब उसले देख्छ कि कुनै पनि भौतिक कुराले स्थायी खुशी दिन सकेन, तब बिस्तारै त्यो अज्ञानताको पर्दा च्यातिन थाल्छ। हजुर। सत्यलाई कसले वा केले ढाकेको छ भनेर पहिचान गर्नु नै सत्यतर्फको सबैभन्दा ठूलो कदम हो नि। जसरी फोहोरलाई सफा गर्न पानी चाहिन्छ, तर आत्मालाई सफा गर्न कुनै बाहिरी वस्तु चाहिँदैन, मात्र त्यो फोहोर वा भ्रमलाई चिन्नुपर्छ। भनेपछि संसारले सत्य दिने होइन, सत्य के होइन भनेर चिनाउने पो रहेछ। हामीले थाहै नपाई गलत ठाउँमा सही कुरा खोजिरहेका रहेछौँ नि त। एकदम। संसारको रङ्गीन ट्याङ्कीमा डुबेर त्यही ट्याङ्कीको पानीले आफूलाई शुद्ध पार्न खोज्नु हाम्रो सबैभन्दा ठूलो विडम्बना रहेछ। संसारबाट आत्माको शान्ति र पूर्णता खोज्नु नै दुःखको कारण हो भन्ने कुरा यस अध्ययनको सबैभन्दा ठूलो सिकाइ बनेको छ आज। सही भन्नुभयो। मानिस कहिले अपूर्ण थियो नै होइन, मात्र आफूलाई अपूर्ण मान्ने भ्रम पालेर बसेको रहेछ। यो ज्ञानको व्यावहारिक महत्त्व भनेकै नि मानिसलाई अनावश्यक बोझ र कहिल्यै नसकिने सांसारिक दौडधुपबाट जोगाउनु हो क्या। जब यो कुरा मनन हुन्छ नि, तब सफलता र असफलताप्रतिको दृष्टिकोण नै पुरै बदलिन्छ। हजुर। मानिसले काम गर्छ, जिम्मेवारी पूरा गर्छ, तर भित्रबाट एउटा शान्त अकर्ता भावमा रहन्छ। बाहिरी उपलब्धिले कसैलाई ठूलो बनाउँदैन र बाहिरी घाटाले वास्तविक स्वरूपलाई केही बिगार्दैन भन्ने बुझाइले जीवनमा एउटा अद्भुत स्वतन्त्रता ल्याउँछ नि। साँचो स्वतन्त्रता भनेको नयाँ कुरा पाउनुमा होइन, भएका भ्रमहरूबाट मुक्त हुनुमा पो रहेछ। हामी यसरी नै विभिन्न महत्त्वपूर्ण स्रोतहरूलाई केलाउँदै जानेछौँ। जाँदा जाँदै हाम्रा सुन्ने साथीहरूका लागि सोच्न बाध्य बनाउने कुनै एउटा अन्तिम विचार राखेर आजको यो गहिरो अध्ययनलाई बिट मारौँ न त। आजको यो सम्पूर्ण छलफललाई मनन गर्दै नि म एउटा गहिरो प्रश्न छोड्न चाहन्छु। यदि हाम्रो वास्तविक स्वरूप पहिले नै पूर्ण छ र यो संसारको रङ्गीन पानीले हामीलाई वास्तवमा भित्रैसम्म कहिले छोएकै छैन भने हामीले हरेक दिन बोक्ने ती ठूला महत्त्वाकांक्षा र साना डरहरूलाई अब कुन नयाँ नजरले हेर्न सकिएला? ती लडाईहरू केवल आफ्नै छायाप्रतिको डर मात्र थिए त? यदि हामी कहिले फोहोर भएका थिएनौँ भने अब हामी कुन कुराबाट भाग्दैछौँ त? यसमाथि पक्कै पनि विचार गर्नुहोला।